मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही हुँदैन कि त्यो 50 लाखको आनाको जग्गा भने 50 लाख दिन सक्नु पर्यो। नक्सा मसा हुन्छ अनि मैले खाली गरेर किन कसरी गर्ने मैले घरको नक्सा मसा हुन्छ तपाईँ चाहिँ हुने तपाईँ हाम्रो प्रतिनिधि हैन तपाईहरुकै प्रतिनिधि हो नि कस्तो गर्न तपाईले म तपाईलाई नक्सा दिन्छु भविष्यमा ल्याइदिन्छु भन्दा ल्याइदिनु नि त दिनु त तपाईँ यहाँ आउने मलाई थाहा मान्छेको लागि हुनु पर्यो नि त विकास विकास मान्छेको लागि हुनु पर्यो। त्यसले गर्दाखेरि मानव केन्द्रित विकास गर्नुपर्छ। कोही कसैले एउटा घर बनाएर टहरा बनाएर बस्ने उसको अधिकार छ, उसले बनाएको टहरा भत्काइदिने त्यो क्रूर शासक म बन्नेवालामा छैन। म भत्काउँदिनँ, भत्काउनु दिन्न पनि। बरु उहाँहरूको टिनको छाना चुइरहेको छ भने स्रोत साधन र समय मेरो अधिकारले भ्याएसम्म है मैले 4वटा कुरा स्रोत साधन के अरे समय र अधिकार भन्दैछु 4वटा कुराले भ्याएसम्म मैले उहाँहरूको टहराहरू मेन्टेन गरिदिनतिर व्यवस्थापन गरिदिनतिर म लाग्छु। तर कसैलाई घरबार विहीन बनाएर अब जता जान्छ भनेर खेदाउनेतिर चाहिँ तपाईँको घर अगाडि अब ट्याक्क ड्रेन बन्यो यतिको कस्तो लागिरहेछ त? खुसी लागेको छ, हजुर राम्रो लागिरहेको छ। हजुर आफ्नै घर अगाडि ड्रेन बनाइदिनु भयो बिना पैसामा, हजुर शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कति राम्रो मेयर क्या, सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने। त्यो सुकुम्बासी जनता अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो। तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छौँ, खुसी नै छौँ। खुसी हुनुहुन्छ? हजुर हजुर। भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ? उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्, उहाँ नै होस् भन्ने चाहना छ क्या। हजुर हजुर। एकदमै उहाँले जे कुरा भन्नुभएको थियो त्यो वचन पुरा पनि गर्दै हुनुहुन्छ होइन? उहाँले भन्नुभएको थियो नयाँ चाहिँ बरु बस्न नदिने बस्ती, तर पुरानोलाई म उठाउँदिनँ, उठ्वास लाउँदिनँ भन्नुभएको थियो होइन? त्यही अनुसारको। र तपाईँले एउटा महत्त्वपूर्ण कुरा के भन्नुभयो भने तपाईँहरूको त यहाँ 1 रुपियाँ पनि परेन नि, नत्र भने अरूतिर ड्रेन र बाटो बनाउँदा त जनताको 60-40 को कुरा हुन्छ। हजुर। अनि पल्लोपट्टिको मान्छेले भन्दै थियो तिमीहरू भाग्यमान। उतापट्टिको बाटो यो तपाईँको पछाडि छ नि, घर पछाडि बाटो, त्यहाँ बनाउँदा त उहाँहरूले पैसा लगानी गर्नु पर्यो। हामीले पनि दिउँ नि उता, पैसा पनि 1,000 दिनु माग्यो। अनि शरम पनि हामी 1 हप्तासम्म सघायौँ।